ल यो रुख ढुङ्गाको कापमा पनि होइन, खास त ढुङ्गाको छेउमै छ है। यहाँ देख्दा चाहिँ फेद चाहिँ छेउमै छ। कस्तो मजाले चाहिँ सलक्क ल त्यसरी हुर्केको छ। यत्रो ओजन धानेर यहाँ उभिएको छ है यो रुख। यो रुखले चाहिँ मान्छेलाई जस्तो परिस्थितिमा पनि आफै सङ्घर्ष गरेर अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकाउँछ जस्तो लाग्यो। ल यस्तो ठुलो ढुङ्गामा यसरी एउटा सल्लाहको रुख, यतापट्टि एउटा कापमा यो के को रुख हो यो चाहिँ मैले चिनिनँ। हेर्दा पिपल जस्तो पनि देखिने, तर पिपल होइन होला यो, अरू नै के को हो यो। पात के को छ ल, कसैले चिन्नुहुन्छ भने भन्नु होला के को रुख हो यो। यहाँनिर पनि एउटा कापमा हुर्केको यो रुख चाहिँ जरा यता गाडेको रहेछ, तल मन्दिर। ल ढुङ्गाको छेउमा यस्तो मजाले यसरी एउटा रुख बाँचिरहेको छ।